यो फोन मैले चलाउन थालेको 1 महिना यति भयो र यो फोनको मलाई सबभन्दा राम्रो भनेको यो जुन लेन्सको जुन डिजाइन छ यो एकदमै मलाई मन पर्छ र यसको जुन सिल्क डिजाइन यो पनि एकदमै राम्रो लाग्छ र यसको डिस्प्ले एकदमै बेस्ट छ। यो क्यामेरामा मलाई सबभन्दा मन परेको भनेको यो 23mm, 35mm, 50mm, 85mm र स्पेशली 135mm यो जुन पोर्ट्रेट खिच्नको लागि र अरू कामहरूको लागि चाहिँ एकदमै राम्रो लेन्स छ यसमा। र यसको जुन मैले 80 भर्खरै यो 5 अरे फेस्टिभलमा चाहिँ मैले असनमा गएर भिडियोहरू गरेको थिएँ। सो मैले 5 मिनटसम्म यसको 5-6 मिनटसम्म एउटै सर्टमा चाहिँ एउटा भिडियो खिचेको थिएँ मैले। त्यो जुन असनमा चाहिँ ड्युअल वाक्यो भन्छ त्यो खिच्दाखेरि चाहिँ यस्तो किसिमको एक्सपिरियन्स छ कि त्यो जसरी रोल गर्दाखेरि पनि जे गर्दाखेरि पनि जति जुम इन गर्दाखेरि पनि त्यो सेक नहुने क्या। यसको स्टेबिलाइजेसन पनि एकदमै राम्रो र यसको जुन पावर छ जुमको पावर त्यो पनि एकदमै राम्रो र यसको क्लियरिटी एकदमै क्लियर पिक्चर के क्रिस्टल क्लियर पिक्चर अनि त्यो चाहिँ मलाई एकदमै मन परेछ यसको। यो फोन स्पेसली नाइट फोटोग्राफीको लागि बेस्ट छ र यसबाट मोबाइल फोटोग्राफी तपाईँ भनौँ अहिलेसम्म आइरहेको मोबाइल फोटोग्राफी गर्नको लागि चाहिँ जतिवटा मैले क्यामेरा चलाएको छु त्यसमध्येको सबभन्दा बेस्ट क्यामेरा चाहिँ यसमा छ। मेरो फोटोग्राफी करियरमा मैले जति पनि फोटोग्राफी गरेको छु त्यो ठाउँमा आफूले फोटो खिच्दै गरेको फोटो र आफ्नो जुन सराउन्डिङमा म जान्छु त्यो ठाउँको फोटो मलाई क्याप्चर गर्ने एकदमै मन लाग्थ्यो र यो X200 Pro मैले चलाउन थालेदेखि एभ्री मोमेन्टहरू मैले कुनै पनि मिस नगरिकन क्याप्चर गर्न पाएको छु। यो X200 Pro फोन तपाईँले यदि नर्मल्ली आफ्नो डे टु डे लाइफमा कुनै पनि मोमेन्टलाई चाहिँ मिस नगरिकन क्याप्चर गर्न चाहनुहुन्छ भने यो बेस्ट फोन हो। र त्यस्तै गरी तपाईँले यदि तपाईँ भ्लग बनाउनुहुन्छ तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने पनि यो फोन तपाईँको लागि एकदमै राम्रो छ र तपाईँले यसबाट धेरै यसभित्र भएको फिचरहरूलाई धेरै युज गर्न सक्नुहुन्छ। र अर्को कुरा यो फोनमा 6000 mAh को ब्याट्री छ र त्यो ब्याट्री एकदमै चल्छ, मजासँग चल्छ। तपाईँलाई आरामसँग एकचोटि तपाईँले ब्याट्री चार्ज गरेर निस्किनु भयो भने तपाईँ ढुक्क हुन सक्नुहुन्छ।